फर्स्ट टाइम पल्साको कारणले घुसडी मेलामा यस्तो भयो आज। सो हेलो गाइज, वेलकम ब्याक टु माइ भिडियो 90 स्वागत छ। स्वागत छ तपाईलाई मेरो भिडियोको राम्रोसँग हेर्नेले फलो गरी च्यानल सब्स्क्राइब गर्न बिर्सनु होला। आज म तपाईलाई देखाउन गइरहेको छु मेरो गर्लफ्रेन्ड जस्तो गाइज एकदमै खतरनाक हो। यो संसारमा कतै गइ नै पाउनुहुन्न के तपाईहरु पनि। मैले पनि गाइज धेरै वर्षपछि वेट गरेर आज भेटेँ के बल्ल तल्ल हेर्नु त कति राम्रो छ। हेरेले त म घर लगेर जान्छु। घुसडी मेलामा जानको लागि एकदमै मस्तसँग रेडी भएर सुग्लाफाटा एफएम टावरको बाटो जाइराख म योगाबाट फल्टिपो भनेको त गाइज म जस्तै सुकेको आयो फुल पनि। फुलले चेप्दाखेरि गाइज पुरै टुक्रा टुक्रा भएर घरको वालले नि देख्नु भयो यार। छ गाइज फर्स्ट टाइम फुल टिप्दा त यस्तो भयो यार। नेपालको त्यो टोलको बाटो भएर ठ्याक्कै भाउजूले पनि अटोको ल्याइराख्नु भएको रहेछ। फेरि के थियो गाइज हामीहरू सबै अटोमा बसेर सर जान लाग्यौँ। बाटोमा नि अहिले जाम भइरहेछ अनि पछि चाहिँ के हुने हो। फाइनली गाइज हामीहरू आइपुग्यौँ घुसडी महोत्सव भन्ने ठाउँमा। घुसडी महोत्सवमा तपाईँहरू स्वागतम भनेर लेख्नु भएको छ, तर यो घुसडी भनेको के हो कि मैले बुझ्न सकिरहेन भनेको। कसैलाई थाहा भने कमेन्ट गर्नु होला है त। यता यत्रो भिड हेरेर हो कि क्या हो घुसडी लेखेको। न त के ठाउँ हुन्थ्यो गाइज, खुट्टा घुसाउनु पनि ठाउँ होइन। टिकट सेन्टर कता हो भनेर यार हामी चाहिँ हेरेको हेरे फेरि बल्ल तल्ल टिकट सेन्टर पाएर 50 रुपियाँको रहेछ क्या एउटा टिकट सेन्टर निरै गाइज यत्रो भिड छ नि भित्र कति होला यार। 6वटा टिकट काट्नेहरू भयो नि त्यो भिड हेरेर अब मैले जानुपर्छ कि क्या हो टिकट काट्न। गाइज बल्ल तल्ल टिकट काटेर यता त गाइज यति साह्रो टिकटहरू च्यातेर यो टिकटलाई च्यात्नु छ भने बनाउनु किन के। हेर्नु त गाइज हामीहरूको 50 रुपियाँ कसरी च्यातिर राख्ने यिनीहरूलाई के राख्छ भनेको राखेकै छैन। 500 रुपियाँ टिकट काटेर गाइज अब देख्न पाउने भित्रको एकदमै भुल भुलैया नै पसल हारेर गाइज एकदमै त खतरा भुल भुलैया पनि दिइराखेको। बाहिरको भन्दा गाइज भित्र चाहिँ खासै भिड थिएन। ठुलो ठुलो भएर र छरिएर बसेको हुनाले के नदेखिएर मान्छेहरू गाइज आउँदा चाहिँ पानीपुरी चटपटे हेर्ला भने म चाहिँ यता आएर सिधै चर्का हेर्ने पहिले चाहिँ। चर्कामा बस्दा जस्तो मजा कतै पनि आउँदैन कि त्यसैले नि होला। 3 टिकट कटाएर गाइज खुल्लै 300 रुपियाँ खायो। त्यहाँबाट भित्र आएर भित्र पनि कुद्नु पर्ने के। कुद्दै कुद्दै गाइज जिन्दगी ढल्कियो हुन्छ यार। अब यो चाहिँ पार्ट 1 हो। पार्ट 2 मा चाहिँ तपाईहरु पनि हुनुहुन्छ होला गाइज। त्यसैले पार्ट 2 को लागि एकदमै वेट गर्नु होला म भन्न चाहन्छु। ट्रेन चाहिँ गाइज इन्डियाबाट नेपाल पनि आइसक्यो। यो घुमेछ यार। अनि कति बेला हाम्रो पाला आउने तल्ल तल्ल गाइज हामीले पर्पस गरेर म यो सिटमा भाइलिएर लागिरहेछ भनेर सोधेको त गाइज लागिराखेन भनेर छ भयो। हाम्रो के भने गाइज एकदमै यस्तो बब्बाल मजा आउँछ नि। त्यहाँबाट खतरा भी देखिन्छ कि पुरै। ल गाइज अब चाहिँ हाम्रो यमराज सर बोलाइराख्नु भएको जस्तो छ। भाइ साहब यस्तो डर लागिरहेको नि यता चाहिँ। कृपया सानो मोटो भएकोहरू नआउनु होला भन्न चाहन्छु। डर त लागिरहेन। अनि भिडियोको लागि भयो भने रिएक्सन त गर्नु पर्यो नि गाइज। अलि बिएस भएको नाटक गरौँ भनेको त यार नाटकै गर्नु नि आउँदैन कि मलाई चाहिँ। तर गाइज यति हाइबाट यस्तो बब्बाल भी देखिन्छ नि पुरै मणिनगर बजार देखिन्छ कि त्यहाँबाट। म मजा गरिरहने साँच्ची भनिरहेको कि तपाईँलाई बिलिभ छैन भने आएर हेर्नु होला। बरु भित्र चाहिँ गाडी कुदाउने रहेछ नि। यताबाट देखिरहेको गाडी कुदाएको फेरि गाइज त्यहाँ टिकट किन काट्नु के। एक चिज चाहिँ डबल मजा लिन सिक्न चाहियो कि जस्तो। अनि जो पनि मेला हेर्न आउनु भएको छैन गाइज जे भ्लग चाहिँ उनीहरूको लागि है स्पेसल तपाईँहरूलाई हेर्नु होला। तपाईँहरूको त घरमा बसी भिडियो हेर्नु पर्छ अनि मलाई मात्र के गाह्रो हुने भनेको।